गाइज के छ सन्चै आर्मी हुनुहुन्छ म पनि सन्चै आर्मी छु हैन आज चाहिँ एउटा सानो छोटो मिठो भ्लग बनाऊँ भनेर अनि भ्लग बनाउँदै छु आज चाहिँ नवमीको दिन हैन नवमीको दिन विशेष हाम्रो चाहिँ अब घरैबाट चाहिँ अब हाम्रो देवताहरू निकाल्ने कार्यक्रम हुन्छ त्यो पनि हजुरहरुले देखाउँछु हैन अनि नमस्ते भन्छ नमस्ते अनि त्यही हो पारी मन्दिरतिर के कस्तो भइराहा त्यतिर पनि हेर्न जान्छु हैन त्यही नै हो के भयो कुकुर पछि लाग्यो के त्यो कुकुर पछि लाग्छ के टोक्ला नि कुकुरले टोक्दैन के छ लङ्गुर है हात दे हात गुड सन्चै छस् आराम छस् नि जास गुदा गर्दा ज्याङ्गो के केरा लिएर आउनु भयो नाइ गाई भयो अब टट्टो लाएर पारी मन्दिरतिर जान्छु हैन के छ मन्दिरतिरको अवस्था अनि त्यसपछि त्यहाँ मन्दिरबाट आएर त्यसपछि जानुपर्छ फेरि अनि सरा नसोध्दै हेरेर राख्नुहोस् है त म चाहिँ अहिले पारी मन्दिर जान्छु हैन मन्दिर चाहिँ पारी डाँडामा हो त्यहाँनिर देखिरहनु भयो होला नि यो जुन यो हो यो मन्दिरमा जाने हो हैन ठिक छ जाँदैछु हैन हेर्दै राख्नुहोस् है त यो चाहिँ मेरो घर हो गाइज हैन हाम्रो घरबाट देखिने रेन्जहरू हेर्नु न यतिर यो ठाउँतिर सब हिमालहरू देखिन्छ क्या अनि मन्दिरदेखि गएर देखाउँछु हैन म गाइज यतिर चाहिँ हैन यो तपाईँको यो गाउँजाउँ चाहिँ छरिसकेछन् हैन गाउँजाउँ तोरी चाहिँ हाम्रो तोरी अनि त्यसपछि केराउ चाहिँ एकै ठाउँमा छरिदिन्छन् क्या हैन बबाल छ नि ठाउँ यहाँनिर हेर्नु न बबाल छैन त सट्टा लाएर हैन दामी छ नि हैन दामी देखिरह होला होप्छु हैन अनि त्यही हो बिस्तारै बिस्तारै सुरु गर्दैछु हैन युट्युब जर्नीमा हैन अब कस्तो छ के छ हैन सल्लाह सुझाव चाहिँ दिन नबिर्सनु होला तल कमेन्टमा च्याप्पै हैन अनि जति सक्नुहुन्छ मेरो भिडियो चाहिँ हजुरले आफ्नो साथीभाइहरूसँग सेयर गर्न सक्नुहुन्छ हैन अब त्यही नै हो अनि बिस्तारै बिस्तारै म पनि यसमा अब कदम चाल्दैछु हैन सिक्दैछु केही कुराहरू हैन अनि ठिक छ अनि क्यामेरा चाहिँ अब क्यामेरा एङ्गल चाहिँ कस्तो छ त्यो चाहिँ थाहा छैन हैन होप्छु त्यो पनि क्यामेरा एङ्गल पनि राम्रो आइरहेको होला अनि लागिरहेको छ अनि माथि चाहिँ केटाहरूसँग जस्तो लागिरहेको ड्रेक बजाइरहेको हैन एकछिन माथि जान्छु अनि सायद अब भान्जाहरू पनि त्यही छन् होला केटाहरू पनि त्यही छन् होला तिनीहरूसँग एकछिन भेट्छु हैन त्यही नै हो अब फेरि जाम है त जेस केटाहरूले गाडाङ र गुडुङ डाडाङ र दुडुङ काम चाहिँ बबाल गरिरहन् हैन त्यो चाहिँ काम चाहिँ कस्तो गरिरहन् त्यो चाहिँ हेर्नुपर्छ केटाहरू स्वयंसेवकहरू छन् फेरि यहाँ हैन अब यहाँ स्वयंसेवकहरूले काम गर्ने हो अहिले चाहिँ यो पुरा डेकोरेसनहरू मिलाउने यताउता गर्ने हेर्दै जाम कस्तो बनाउने केटाहरूले हैन अनि आफूले के सल्लाह सुझाव दिन सकिन्छ हैन टक्क त्यो गरेर अनि टट्ट अनि फेरि घर जाने हो घर गएर फेरि टक्क कपडा सपडा लगाउने अनि त्यसपछि तरबार सरबार समात्ने अनि चल्दिनु पर्छ मन्दिरतिर फेरि आउनुपर्छ यही मन्दिरमा है ल हेर्दै राख्नुहोस् है त बबाल भइरह हैन हेर्दै राख्नुहुन्छ यहाँ चाहिँ कार्यक्रम हुन्छ पछि चाहिँ हैन बबाल कार्यक्रम हुन्छ यहाँ चाहिँ आइसक्यो मन्दिरमा चाहिँ जो सरसफाइ कार्यक्रम भइरहेको यतापट्टि अनि यो पतङ्ग सतङ्ग के यो टास्ने काम पनि भइरह अहिले चाहिँ मान्छे त्यस्तो कोही पनि छैन सुनसान छ अहिले एकछिन पछि चाहिँ यहाँ पुरा खुट्टो टेक्ने ठाउँ हुन्न हेर्दै राख्नुहोस् मेरो भिडियो मजाले बिस्तारै बिस्तारै नआत्तिकिन है त अब चाहिँ फेरि यो यहाँ पतङ्ग टास्नु पर्यो मन्दिरमा हैन एउटा चाहिँ त्यहाँ पारि टाँसिसक्यौँ यहाँ टाँस्दैछौँ अनि अहिले चाहिँ यति यहाँ उसको माताको फोटो मात्रै छ हैन पछि चाहिँ ट्रकको बिस्तारै बिस्तारै यहाँ चाहिँ बिस्तारै बिस्तारै हुन्छ यहाँ बुवाले चाहिँ अब त्यो यतापट्टि यो हवनमा त्यो आगो बाल्नको लागि यो दाउराहरू चिरो ठिक्क पारेर राख्लानु भएको अनि मन्दिर चाहिँ यही हो हाम्रो केटाहरू चाहिँ ग्याङ हाम्रो यहाँ पुरा ऊ आइगे टोलीहरू काम गर्ने टोलीहरू फेरि बवाल छ ल बाँकी म बिहान भाग्यमान केटा ल ल यसलाई समात त यसलाई
ल मुगस मतलब मस्मानी मुगस मतलब हामीले उल्टा राखिन् क्या यार होइन यार भन्छ यार यस्तो तपाईँ उठ्नु न ओके तपाईँ यार अलि त खान्छ देउता हेर्ने हो देउता तपाईँलाई म देउता देखाइदिन्छु नस्याहारिकिनु भएको देउता यहाँ आउनुहुन्छ ए तरिका यी देउता दर्शन गर्न सक्नुहुन्छ भूमेश्वरी कोट मन्दिरको हाम्रो देउताहरूलाई कोसीमा बस्नु भएको छ आफ्नै स्थानमा ठिक छ त्यही हो अब यो देउताहरूलाई चाहिँ पछि टक्क लगाएर कपडा सपडा लगाइदिएर अनि मालासाला लगाइदिएर गरगहना लगाएर चिटिक्क पारेर अनि त्यहाँ उतापट्टि उसमा सानो त्यो मन्दिरमा बनाउनु राख्थ्यो त्यो पतङ्ग अनि यो दिउँसो यो रसाकसी पनि छ हाम्रो त्यहाँ रसाकसी पनि अब सक्दोसम्म देखाउने कोसिस गर्छु अनि हल्का फुल्का पानीको पेटीहरू छ अनि के पत्रका खाताङखुतुङ सामानहरू छ त्यही नै हो ल दिउँसो चाहिँ भित्र छिर्न पाइँदैन किनकि जुत्ता लगाएर आइया हुन्छ जुत्ता सजाउनु झ्याउ लाग्छ त्यही भएर बिहानै मन्दिरभित्र छिरेर तपाईँहरू त्यो हाम्रो भुवनेश्वरी कोट मन्दिरको देउताहरूको दर्शन गरिदिइसकेको छु पछि यसको फेटासेटा लगाएको कपडा सपडा लगाएको गरगहना लगाएको पनि एउटा छोटो क्लिप त्यो पनि राखिदिन्छु छोटो छोटो हेर्दै राख्नुहोस् है त अन्त यो पालि हाम्रो भैटी फोहोर हुन्छ कि हुन्न है हुने हो गत्ता फोहोर आँखा बनिदिने हो नि त्यो आँखा बनिदिने बेला मलाई चाहिँ अलिकति देखाउनु गरेर बनिदिनु को हो बानी के बहिनीहरूले भान्जीहरूले बानिदिने तपाईँहरूले बानिदिने अहिले चाहिँ यहाँ घैँटी फोहोर हुन्छ कि फेरि गोबर ल ठिक छ अब यहाँ चाहिँ अब पछि टक्क लाएर यहाँ ठुलाबाट मान्छेहरू आएर बस्छन् होइन हाम्रो प्युठान नगरपालिकाको अब त्यसो हाम्रो प्युठानभरिको अलिकति ठुल्ठुला अब भिआइपी मान्छेहरू होइन अनि त्यो साउन्ड सिस्टमहरू सब ठिकठाक छ होइन अनि टाक्न लगाएको र त्यहाँ केरामा यो मन्टी पलकहरू पनि आइसकेको रहेछ माइकहरू मन्टी पलकहरू अब यो मन्टी पलकहरू त्यहाँ जोडजाड गर्ने कता हुन्छ कनेक्सन टाकटुक पार्नुपर्छ ल ठिक छ केमा ठिक हुन्छ होला भन्छ को कान्छा अरे को रे भाइ कान्छा भयो नि ठिक छ बधाई छ ल भन्छ के इलेक्ट्रिसियन हो अहिले मुनि आडिनु न कुर्ची मुनि आडिनु नि त्यसलाई कुर्ची मुनि के ल्याउने हतौडेलाई ढुङ्गाले हो ठोक्ने भयो पाल्लोपट्टि ओहो हाई के छ के हो यो खै यहाँ ये आमफरा फेरि यो फेरि आमफरा अरे डेकोरेसन सब मिलाएर चट्ट मिलाएर गइसक्यौँ होइन यता शौचालयतिर जाने बाटो इधर उधर के बनाएर होइन जाँदैछौँ अब चाहिँ अब एकचोटि अब उखाइ गर्दै तरानो त तुलुम पार्दै त गाज हेर्नुहोस् अगाडि हाम्रो टोलीहरू गइरहेको अब इन टोलीहरू पनि घर खानासाना खाएर टक्क लाएर दामी कपडाहरू लगाएर हिरो चट्ट
चट्ट चिक्ना भएर आउँछन् भान्जा पनि अगाडि पुरा हिँड्छम भएर आउनुहुन्छ भान्जी भेट्ने तरिकाले पुरा चट्ट पारेर ठिक छ मेरो गेटअप चाहिँ यस्तै यस्तै हुन्छ गेटअप आज गेटअप मेरो फेरि नभए भान्जा ए बेल्ट हेर्दै खाने जानलाई यो नवमीको अब रमाइलो गर्नलाई है जाँदैछौँ बिहानको एकछिन सानो सर्टहरू हेर्नु भयो अब बब्बाल सर्ट अब हेर्नुहोस् बब्बाल दामी रमाइलो हुनेवाला छ हाम्रो नाइके त यता हुनुहुन्छ नाइके चारा खायो होला मन्दिरतिर जाने कार्यक्रम चलिरहेछ यहाँबाट होइन सब रमाइलो चाहिँ यो है हेर्नुहोस् यहाँ बगाल रमाइलो भइरहेको है ठिक छ ल हेर्दै राख्नुहोस् बाटोमा पसिना भयो यहाँ अल्ट्रा पसिना
यहाँ पनि पूजा भइसकेको छ है। म त तलतिर गएको थिएँ डान्स हेर्न। अब अरू चाहिँ कार्यक्रमहरू भइरहेछ। यतातिर यो महारानी कार्यक्रम भइरह, तर यो महारानी कार्यक्रम चाहिँ अब के सुट गर्दैन होला मैले होइन, मलाई त्यति फिल लाग्दैन। अरू बिचबिचमा रमाइलो रमाइलो पार्टमा भेटौँ मिल्छ है त। धेरै चाहिँ नहेर होइन, हल्का हल्का छोटे छोटे क्लिप मात्र हेर्नुपर्छ, धेरै हेर्ने बोलाउनुपर्छ। अर्को वर्ष आउनुपर्छ धेरै हेर्ने है त। मन्दिरमा दर्शन गर्न गइरहेछौँ है, तपाईँहरूलाई म देउता देखाउँछु। ए तेरो सरी हजुर हजुर भलग भलग छुट्टै रौनक छ, छुट्टै रौनक। दामी बवाल भइरह ल। लगाएर दर्शन गरेर टप कलाएर हामी चाहिँ गइसक्यौँ होइन। अब चाहिँ हामी एकछिन अब सकेर टप कलाएर जानुपर्छ। गरी पनि छ है। तल रमाइलो गर्ने रमाइलो गरिरह है। थापा सहितको उहाँको नृत्यलाई पनि हामीले प्रस्तुत गर्न बाँकी रहेको छ। अनि गाइज मन्दिर पछाडिबाट देखिने फेरि दृश्य यस्तो छ नि, फेरि यता बवाल छ बवाल। ठाउँ चाहिँ बवाल छ होइन। हामी त अहिले यतातिर पछाडितिर यसो अब वासरुमतिर आइरहौँ होइन, हल्का हल्का हुनलाई। अनि दाइ आज कतिको रमाइलो भयो भनिदिनु त। अनि भने अलि चिच्चाएर बोल्नु न यार। अनि जिउ म बोलेको सुने माइक राख्नु भाइ। रामला नि बिस्तारै बिस्तारै भर्खर भर्खर त उ गरिरहेको छु यार। भलक गर्ने मान्छेले टट्टै एउटा साइडमा माइक सबैले हिँड्ने नि। त्यो पनि ठिक छ। अनि के आज त त्यो भइहाल्यो, रमाइलो समाइलो भइहाल्यो। अब छोराछोरा नचाइहाल्यो होइन, नाति नाचिराख्नु। अब हामी यो सकेपछि कता अब के हुन्छ हाम्रो यसपछि? 2000 खाइदिहान उठाउनु जाने हो। खोरखोरेमा गाइस 2000 रुपियाँ खाइदिहान है। त्यो 2000 रुपियाँ चाहिँ निकाल्नु पर्छ अब हामीले होइन। अघि तपाईँहरूलाई मैले भिडियो देखाएको छु होइन, त्यो भिडियोमा चाहिँ त्यति बेला भिडियो गराउने बेलामा चाहिँ हामीले 2000 रुपियाँ फालेर आएको छौँ होइन। त्यो पैसा चाहिँ निकाल्नु पर्छ अब एकछिनपछि त। ल हेर्दै राख्नुहोस् है त, मस्त तरिका। हानिदिनु पर्छ आज जाम्मै, हानिदिनु पर्छ ल। हानिदिने ल, आज खाइदिनु पर्छ, आज हानिदिनु पर्छ बवाल तरिकाले ल। तिनवटा टिम रहेछ गाइस। सुरु हुँदैछ गाइस होइन। हान्छ अलि यतिको अलि यता सार्नु हुन्। पछि पछि सार नि के अरे हौ। यो त टोक्रीले गाएछ है। यतापट्टि चाहिँ यो हाम्रो
पछाडि गाइस ल दाइलाई पनि देख्न सक्छौँ यहाँ रसकसीमा है ल रद्द भयो भने हो रद्द हुन्छ कि अलि के हो यहाँ त रोसिनी छुट्टियो त है के भयो त हेर्नु त गाइस यहाँ रोसिनी छुट्टियो यार भएन नि भएन भएन गाइस भएन यो रोसिनी छुट्टियो यार अब रसी खोल्नलाई हामीले अब रसी नै छुट्टिएर गाइस खत्तम भयो नि यार गाइस म त मेलाबाट फर्किरहेको होइन सरासरा लिएर त्यही नै हो अब घर गइन्छ घर गइसकेपछि त्यही त हो अब फेरि सानोतिनो कामहरू के छ त्यो सकेर जानुपर्छ ल हजुर अरे भिडियो बनाउँदै आएको सानो अनि त्यही हो होइन अब यहाँबाट घर पनि आइसकेँ अब घरलाई यो भाँडाहरू राख्छु होइन अब यो देउताको भाँडाहरू होइन तरबारहरू राख्छु अनि त्यसपछि हाम्रो फेरि बिहान खाना बन्दैन होइन अब दिउँसो पारि मन्दिरमा भोक चढिसकेपछि बल्ल खाना पकाउने हो घरमा खाना पाक्दैछ होला खानासाना खाएर अनि जानु पर्ला तल आफ्नो अफिसतिर होइन कोठातिर जानु पर्ला त्यो नै हो।